हेलो नमस्ते एभ्रिवान। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ भने आज चाहिँ हामी हाम्रो छोरीलाई खोप लाउन जाँदैछौँ। अब लास्ट हो 16 महिनाको लास्ट खोप हो कि यो लास्ट छोरा ए 15 महिनाको साँच्चै 16 महिनाको होइन खोप लाउन जाँदैछौँ हामी चाहिँ। अब आज कतिवटा लाउने नि यिनीलाई चाहिँ कति रुनी हो नि थाहा होइन। आज चाहिँ लास्टै रुन्छु थाहा छ मलाई। अब लास्ट छ खोप पनि त्यसपछि भ्याइयो हामी जाँदैछौँ हाम्रो छोरीलाई सुई लाउनलाई 15 महिनाको छोरा। हेलो हेलो कस्तो ठिक छ नि ज्यानलाई? अझै टाढै छ कि पोस्ट चाहिँ अलिकति टाढै छ। टाढो त छैन खासै अलिकति माथि 20 मिनट जति लाग्छ। हजुर 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 अलि सन्चो पनि छैन। कतिवटा सुई लाउने छैन। हजुर हजुर खालि हिँड्ने भन्छ नि उहाँ ढिलो भइसक्यो उसलाई हिँडेर जानुपर्ने रे। छोरा आऊ छिटो ल बेटो गाडी आएको छ तर आजको मौसम चाहिँ शीतल छ। सानो हाँस्दैछ त छोरी तर यिनलाई आज त्यति सन्चो छैन कि आज सुई खोकी लाग्यो होला। अहिले हाँसेको छैन अहिले एकछिनमा तर शीतल भयो नि गर्नु मम्मासँग आउने मम्मीसँग जाने अनि त्यसरी खुसु खुसु हिँड्ने भने उसले। साथीहरू यतातिर चाहिँ ल हरियाली मौसम छ। हाम्रो दुईजना उतातिर छन् हो। हाम्रो यहाँनिर पहिला चाहिँ अफरोड थियो। यहाँनिर पुरै गिट्टी बालुवा ऊ त्यो ढलान भएको थिएन। अहिले चाहिँ पुरै यस्तो यिनको साइकलले अब कति राम्रो हुँदैछ। यहाँनिर अहिले पुरै ढलान भएको रहेछ है। अहिले चाहिँ राम्रै भएको रहेछ। ल कहाँ यहाँ आधा मात्र हो कि पुरै माथिसम्म हो थाहा छैन यस्तो छ। साथीहरू हामी चाहिँ सुइलाम ठाउँ हेलपोस्ट आइसकेका छौँ। ल हेर्नु चाहिँ साथीहरू हात र खुट्टा मलाई के बोलेको बत्ती बोल्यो चिसो तल पानी छ बत्ती बल्छ सानो कहाँ सकियो अब यसले पानीको बोतल चुस्नु परेको थियो। चुस्नु आउँदैन खासै। अस्ति हामीले के अरे सानोको लागि यस्तो राम्रो बोतल ल्याइदिएको थियो है। तर यसले चुस्नै सक्दैन के भाँचेर फ्याँकिदिन्छन् है। यसरी रोयो अरे सानो मान्छे। तिम्रो रोको होइन हाँसेको तिमी त अहिले साँच्चीकै रुन थाल्यो। यिनी साँच्चीकै गफ लाउँछन् के गफाडी छिन् हाम्रो छोरी पनि ठुली भइसकिन अब त हामीलाई त पिर छैन अब हामीलाई। तर साँच्ची हामीले चाहिँ हाम्रो छोरी रुन्छन् होला सोचिरहेको थियौँ कि अब ला फर्स्ट टाइम के अरे फर्स्ट त्यो हातमा लगाउँदा रुन्छन् होला सोचिरहेको थिएँ। तर सोचेको भन्दा फरक भयो। आइ एम भेरी ह्याप्पी। सानो रोइनी हामी त्यसमा खुसी। तर बेलुका चाहिँ ज्वरो आयो भने रुन्छन् होला। बनाएर फर्किसक्यौँ हामी चाहिँ सानोलाई खोप लगाएर पनि फर्किसक्यौँ है। सानो चाहिँ यिनलाई अहिले दुखेको छैन बेलुका दुख्छ है। तर हामी के भिड छ कि भनेर सोचिरहेको थियौँ। तर भिड चाहिँ होइन चाहिँ हामी चाहिँ जाने बित्तिकै रेस्ट गर्नु नपाएर हामी पालो आएर हामी सानोलाई खोप लगाएर फर्किसक्यौँ फाइनली। अब चाहिँ हाम्रो सानोको खोप पनि भ्याइयो।
अब हाम्रो खोप पनि भ्यायो है। यो हया यो गया। अर्को नयाँ ब्लगमा भेट्ने नै छौँ। सबैको जय होस्। नमस्ते, बाई बाई।